मुलुकको समष्टिगत आर्थिक, सामाजिक पूर्वाधार एवं सुशासनको स्थितिलाई समेट्ने वास्तविक सार्वजनिक वित्त, मौद्रिक र बाह्य क्षेत्रको समग्र चित्र प्रस्तुत गर्ने आर्थिक सर्वेक्षण 2082-83, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 बमोजिम यस गरिमामय सदन समक्ष प्रस्तुत गर्न पाउँदा गौरवान्वित छु। विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्यपूर्वमा जारी द्वन्द्वका कारण सन् 2026मा विश्व अर्थतन्त्रको विस्तार 3.1% सीमित हुने अनुमान छ। यस्तो प्रतिकूल विश्व परिवेशका बावजुद चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% ले विस्तार हुने अनुमान छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान छ। चालु आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार रु 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान छ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24% र 76% रहने अनुमान छ। प्रदेशगत रूपमा कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको योगदान सर्वाधिक 36.7% रहने अनुमान छ। चालु आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति 2.13% रहेको छ। सम्माननीय सभामुख महोदय, चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय राजस्व 3.2% ले बढेको छ। यस अवधिमा सङ्घीय खर्च 10.4% ले बढे पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी जम्मा रु 3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ। यस अवधिमा सरकारको वित्त सन्तुलन रु 58 अर्ब र प्राथमिक सन्तुलन रु 9 अर्ब घाटामा रहेका छन्। 2082 फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण रु 28 खर्ब 78 अर्ब अर्थात् कुल गार्हस्थ उत्पादनको 43.6% पुगेको छ। यस अवधिमा व्यापार घाटा 11.2% ले बढेर रु 10 खर्ब 98 अर्ब र विप्रेषण आप्रवाह 37.7% ले बढेर रु 14 खर्ब 50 अर्ब पुगेको छ। शोधनान्तर स्थिति रु 6 खर्ब 58 अर्ब र चालु खाता रु 5 खर्ब 53 अर्ब बचतमा रहेका छन्। विदेशी विनिमय सञ्चिति रु 34 खर्ब 14 अर्ब सहित 18.5 महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने गरी ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ। सम्माननीय सभामुख महोदय, वार्षिक बिन्दुगत आधारमा 2082 फागुनमा बैंक तथा वित्तीय क्षेत्रको निक्षेप 15.1% ले बढेको छ भने बैंकिङ क्षेत्रमा रहेको पर्याप्त तरलताको बावजुद निजी क्षेत्रतर्फको कर्जाको वृद्धि दर 6.7% मात्र रहेको छ। चालु आर्थिक वर्षको फागुनसम्म डिजिटल भुक्तानीमा उल्लेख्य सुधार हुँदै क्युआर कारोबार रु 1 खर्ब 25 अर्ब नागेको छ। चालु आर्थिक वर्ष धानको उत्पादन 4.20% ले सङ्कुचन भई 57,05,000 मेट्रिक टन रहेको छ। चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय सरकारका सिँचाइ आयोजना अन्तर्गत थप 1570 हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ। यस अवधिमा रु 40 अर्ब 70 करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ। सन् 2025 को सार्वभौम क्रेडिट रेटिङ सोभरेन क्रेडिट रेटिङमा BB- स्टेबल आउटलुकले लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह गरेको छ। 2082 फागुनसम्म कुल विद्युत जडित क्षमता 4105 मेगावाट पुगी 79% जनसङ्ख्यामा विद्युत पहुँच विस्तार भएको छ। यस अवधिसम्म मुलुकभर विस्तार भएको 1,04,906 किलोमिटर सडक मध्ये 25,552 किलोमिटर सडक कालोपत्रे रहेको छ। सन् 2025मा प्रति पर्यटक औसत बसाइ अवधि 16.34 पुगेको छ। सम्माननीय सभामुख महोदय, मानव विकास सूचकाङ्क 0.622 र औसत आयु 71.3 वर्ष पुगेको छ। प्रति लाख जीवित जन्ममा मातृ मृत्यु दर 151 र प्रति हजार जीवित जन्ममा 5 वर्ष मुनिको बाल मृत्यु दर 33 मा झरेको छ। आधारभूत तहको खुद भर्ना दर 97.8% पुगेको छ। स्वास्थ्य बिमामा 21 लाख
49,000, सामाजिक सुरक्षा भत्तामा 36,42,000 र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा 28,51,000 नागरिक आबद्ध रहेका छन्। आधारभूत खानेपानी सेवाको पहुँच 97% जनसङ्ख्यामा पुगेको छ। हालसम्म कार्बन व्यापारबाट 3.6 करोड अमेरिकी डलर प्राप्त भएको छ। सन् 2025मा दिगो विकास लक्ष्य सूचकाङ्कमा 68.58 स्कोर सहित नेपाल 167 राष्ट्रमध्ये 85औं स्थानमा रहेको छ। सम्माननीय सभामुख महोदय, समष्टिगत आर्थिक स्थायित्व, बाह्य क्षेत्रको सबलता र सामाजिक सूचकमा भएको सुधार सन्तोषजनक छ। तथापि न्यून आर्थिक वृद्धि दर, सुस्त कर्जा प्रवाह, बढ्दो व्यापार घाटा, कमजोर पुँजीगत खर्च र जलवायु जोखिम जस्ता चुनौती विद्यमान नै छन्। आर्थिक सामाजिक क्षेत्रमा प्राप्त उपलब्धिलाई संस्थागत एवं सुदृढ बनाउँदै लैजान सरकार अग्रसर रहेको छ। यस सर्वेक्षणले औल्याएका विषयलाई सरकारले बजेट तथा कार्यक्रम र क्षेत्रगत नीति मार्फत सम्बोधन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछु। धन्यवाद।